हेलो साथीहरू, आज चाहिँ म मटर पनिरको एकदमै सिम्पल रेसिपी लिएर आएको छु। सुरुमा मैले तेललाई तताएर तातो तेलमा पनिरलाई एकदमै सानो सानो टुक्रा पारेर फ्राई गरे। त्यसपछि पनिर एकदमै रातो भएपछि त्यसलाई निकालेर त्यही भाँडोमा अलिकति जिरा अनि अलिकति अदुवा लसुनको पेस्ट राखेर फ्राई गरिदिए। अदुवा लसुन फ्राई गरेको मगमग बास्ना आउन थालेपछि चाहिँ मैले त्यसमा प्याज र गोलभेडालाई राखेर एकछिन मजाले फ्राई गरिदिए। त्यसपछि मैले काजु भिजाएर राखेको थिएँ, त्यसलाई पनि राखिदिए। यो चाहिँ एकदमै अप्सनल हो, नराख्दा पनि हुन्छ। अब भने पालो रहेको छ मसालाको। मसालामा चाहिँ मैले सिर्फ बेसार, नुन अनि गरम मसाला मात्र राखेको छु। मसाला राखेपछि अब यसलाई मजाले फ्राई गर्ने। अघि पकाएको प्याज र गोलभेडालाई चाहिँ मैले मिक्सरमा पिसिसकेको छु अनि त्यही भाँडामा तेल, जिरा, मेथी अनि सुकेको खुर्सानी र तेजपत्ता अनि गरम मसाला राखेर त्यसमै अघिको त्यो मिक्सरमा पिसेको पेस्टलाई पनि राखिदिए। अब यो सम्पूर्ण सामग्रीलाई चाहिँ एकै ठाउँमा मिक्स गर्ने। त्यसपछि मैले अलिकति पानी पनि राखिदिए। मटर पनिरमा मटर त राख्नै पर्यो, मैले चाहिँ अघि नै छोडाएर पखालेर राखेको थिएँ। अब यसलाई पनि त्यही मिक्सचरमा मिक्स गरिदिए। त्यसपछि मैले यसमा प्लेन दही हालिदिएँ। यो चाहिँ एकदमै अप्सनल हो, यो चाहिँ नहाल्दा पनि हुन्छ। मेरो भाइको एकदमै फरमाइसमा हालेको मैले चाहिँ यो दही, किनभने उसलाई चाहिँ यो दही हालेको वाला मटर पनिर एकदमै खान मन थियो, त्यही भएर मैले चाहिँ यो राखिदिएको। तर यो चाहिँ नराख्दा पनि हुन्छ। ग्रेभी मजाले भकभक उम्लेपछि त्यसपछि मैले अघि फ्राई गरेर राखेको पनिर पनि मिलाइदिएँ। र अन्त्यमा एकदमै चाहिने भनेको चाहिँ धनिया हो। धनिया चाहिँ एकदमै मनपर्छ मलाई चाहिँ। अनि मैले अब यो धनिया राखेर एकछिन छोपेपछि चाहिँ यो चाहिँ खानको लागि रेडी भइसक्यो। अब म मेरो भाइलाई तातो सर्भ गरेर दिन्छु। हेरौँ है त उसलाई कस्तो लाग्छ यो सब्जी। खाएर टेस्ट गरेर भाइले भन्दैछ है तातो लाग्छ। मेरो भा नुनहरू लाग्यो ल।